सदस्य इन्दिरा राणा मगर। सम्मानीय सभामुखज्यू, सर्वप्रथम त निर्मल पूर्जा मगर जो पर्वत आरोही, उसले चाहिँ 8,000 भन्दा माथिका धेरै हिमालहरू 14वटा हिमालहरू उसले दुईपल्ट चढ्न सफल, र त्यही क्रममा चाहिँ आज चाहिँ ब्रोड पिकको हिमालको काखमा जीवन अस्ताएको छ। त्यस्तै गरेर उसका टिमहरू सबैलाई चाहिँ म हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु र उसका परिवारप्रति गहिरो संवेदना प्रकट गर्न चाहन्छु। ऊ एउटा निम्स दाईको नामले आज युवाहरूको धड्कन बनाएको छ। हजारौँ मानिसहरूको संसारभरि नै आज मानिसहरू भावुक भएका छन्। हाम्रो नेपालमा जन्मेर नेपालबाट लाउरे भएर गएर लाउरे जागिर छोडेर उसले, मैले फन्डरेज गरेर हिमाल चढ्नुभन्दा अगाडि मैले लन्डनमा भेटेको थिएँ। 2 मिनट बोल्न पनि उसले पाइरहेको थिएन। मलाई पनि त्यस्तै थियो। आज संसारभरि नेपाललाई चिनाउन चाहिँ उसले सफल भएका छ। त्यस्तो व्यक्तित्वलाई देशले आज राष्ट्रिय विभूतिको रूपमा चाहिँ लिनुपर्छ भन्ने पनि माग राख्न चाहन्छु। र आज हाम्रो सुनसरीबाट बलेको आगोको झिल्काले हाम्रा युवाहरूको ज्यान गुमाएका युवाहरूलाई हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु। यो घटनालाई चाहिँ सानो घटना नठानेर र त्यो घटनामा आज गुरुकुल जस्ता, हाम्रा मदरसा जस्ता, मुन्दुङ जस्ता, गुम्मा जस्ता विद्यालयहरू जसले चाहिँ एउटा स्वच्छ भावनाले चाहिँ खोलिरहेछन्, राज्यले त्यसलाई चाहिँ राम्रो फन्डिङ गरेर व्यवस्था गरेर रेगुलर अनुगमन गर्ने, न कि यो अहिले घटनालाई त्यो जसले चाहिँ गरिब बच्चाहरूलाई पढाइरहेछन्, त्यहाँ नेपालीहरू पनि पढिरहेको ठाउँबाट मद्रासालाई पनि धेरै आरोप आइरहेछ। अब भोलि गुम्मालाई पनि आउन सक्छ, भोलि गुरुकुललाई पनि